विदेश गए ल सुर्गेस देखा न सुर्गेस बाई बाई म फर्किहाल्छु के छोडिदिएर फर्किहाल्ने ज्ञानी पुलिस दाइ ज्ञानी कति ज्ञानी मामा त्यस्तो भने आउनु दिँदैन भिआइपी पार्किङ भने चाहिँ यो चाहिँ भिआइपी पार्किङ भिआइपी पार्किङ एयरपोर्टको है जाम मामाले मेरो झोला बोकेर हिँड्नुभएछ यसले सुर्कास राख्यो हेर्नु आइज यता फर्केर नि आइज न यस्तो पनि होला न तपाईँ के एकरो पार राखेको होला नाम देखा न नाम यस्तो गर्नु कहिले हेलो हेलो म चाहिँ काठमाडौँ जाँदैछु काठमाडौँ अनि तपाईँ कहाँ जाँदै हुनुहुन्छ अरे त मिस म माइत तपाईँ ससुराली होइन म उता अमेरिका अमेरिका भनेर पोखरा पुग्यो भने थाहा छैन नि फेरि हाम्रो यतिको हामी पनि हो विराटमा जाने हो होइन पोखरा हामी जाँदैछौँ कहाँ भन्दै दिदी म त धेरै टाढा पोखरा जापान जानु यति भालो लाज लाग्दैन गाइजहरू नजानी भएपछि सपना देख्न पाइयो नि जुन ठाउँमा जाँदा पनि त्यो ठाउँको डेस्टिनेसन बताओ न बताओ लाज लाग्छ पोखरा गएर 108 धारामा नुहाउन हिँड्दैछु म पोखरामा 108 धारा छ पुग्दैन पोखरा पुगेपछि होइन यो प्लेनको यात्रा पर जान्नुहोस् छोट यसरी बनाउने हो तैँले जान्नुहोस् मलाई देखाइदिए मेरो आउटफिट देखाइदिए त गाइस फर्स्ट टाइम एयरपोर्टभित्र छिरेको नि फर्स्ट टाइम हो अब अरू त त्यस्तै हो के भन्नु के अरू नजिक आइसक्यो हुन्छ रिता खत्री खड्का मिस हेलो हेलो रिते हामी छौँ एयरपोर्टमा नमस्ते हामी प्लेन चढ्न आँट्दा नि कोही नि मान्छे छैनन् हाम्रो खाँदा ल्याउनु खाँदा आसु पुस्थ्यौँ नि पानी नि महँगो भएर होला एक घोटी भन्दा जाँदैन आशिका दिदी तपाईँ कहाँ हुनुहुन्छ यहाँ आउनु पर्यो आधा लिटर पानी हामी किन 100 रुपियाँ तिर्ने भने बाहिर हामी 1 लिटरको 25 रुपियाँ तिर्छौँ हामीले त यहाँ ठग्नसम्म ठग्नु आशिका दिदी तपाईँ कहाँ हुनुहुन्छ अहिले त्यसले न के भन्नु आशिका दिदी तपाईँ कहाँ हुनुहुन्छ आउनु पर्यो यहाँ हेर्नु न हामीलाई 100 रुपियाँ लियो यहाँ हेर्नु यहाँ देख्न चाहिँ देखेको खिचिसक्यो भने खिचिसक्यो अरे त्यो नथिच अहिले म कुर्छु खिचिरहेको हो भने उसले जित्न आउँछ हाम्रो फ्लाइट देख्यो कि देखेन हामी देखिरहेछ भने गाइज छिटो भन्नु हाम्रो फ्लाइट चाहिँ क्यान्सल भएर फेरि कति बजी आइपुग्यो होइन पुग्छु अहिले म आशिका तामाङको भदै नि हो म आशिका तामाङको भदै नि हो म त्यही भएर हाम्रो फ्लाइट क्यान्सल भएर पनि 11 बजे सरेको छ 7 बजेको फ्लाइट चाहिँ 11 बजे सरेको छ हाम्रो वेदरको कारणले चाहिँ हाम्रो फ्लाइट डिले भएछ डिले भनेको चाहिँ ढिला हो भएको छ भने डिलेज भएको छ डिलेज नै भयो क्या हुन पनि 7 बजेको फ्लाइट 11 बजे पुगेको छ वेदरको कारण गाइजहरू वेदर फेरि त्यस्तै भयो भने अनि फेरि पनि अब हाम्रो आजको उडान नहोला जस्तो छ हाम्रो चाहिँ ढिला ओ माई गॉड कत्रो सिक्री भगवान हामी चाहिँ आज वेदरको कारण हाम्रो फ्लाइट ढिलो भएर यहाँ अब एयरपोर्टमै निन्द्रा जानलाई सक्यो गाइजहरू यहाँ बिजुली बालेर हट भएर हाम्रो गाइजहरू सेलाइसके कति अघिसम्म हामी कति एक्साइटेड थियौँ अहिले आएर मलाई एयरलाइन्स पनि चढ्न मन लागेन
यहाँनिर पाइन्छ नि दिदी गाइस हामी चाहिँ यति एयरलाइन्सबाट पोखरा जाँदैछौँ कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ फर्स्ट टाइम प्लेन चढेको एक्साइटेड त धेरै नै हो हो फर्स्ट टाइम होइन फर्स्ट टाइम हो अब सेकेन्ड टाइम पनि चढेको थियो तर सपनामा बाई बाई गाइस बाई गरिदिउँ Oh my god, डर लागिरहेको छ बस्नुपर्दैन बच्चा कहिले साथी मजा आइरहेको डर लागिरहेको छ बुद्धु भएर आजको वेदर पनि राम्रो रहन्छ कि फेरि नदेखिने It is the responsibility of passenger to always follow train sensor. Violation of this instruction is the vehicle. पोखराबाट गाडी चढ्नु यस्तो पनि हुँदो रहेछ जिन्दगी गराटामा के भयो कपाल यता यता हेर प्लेनमा आज हामी घुम्नलाई हिँडेको बोलाउ पानी लैलै कोही छैन चिनेको खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार पुग्यौँ बहिनी बजार बाटो राम्रो मात्रै होला खानापिना बाटो आउनै लाग्छ बेनी बजार आइपुग्दा निदो लाग्दो रहेछ केटीहरू ग्याङ ग्याङ यस्तो नि हुन्छ कहिले के भएको न हावाले यो गाइस हामी चाहिँ यति बेला जाँदैछौँ बागलुङ कालिका मन्दिर मन्दिर अनि हामी जाँदैछौँ बागलुङ कालिका मन्दिर गाइज अनि आजको हाम्रो पुग्ने ठाउँ भनेको चाहिँ कहाँनिर हो ठ्याक्कै मार्फा जुमसुम मार्फा पनि पुग्न सक्छ जुमसुम पनि पुग्न सक्छौँ हामी त्यही भएर अहिले चाहिँ हामी मन्दिर दर्शन गरेर आउँछौँ ट्याप लगाएर ओ माइ गॉड मन्दिर चाहिँ हो क्या है कस्तो जङ्गलको बिचमा क्या कति शान्त हामी चाहिँ फर्किसक्यौँ मन्दिरबाट देख्यो हामी यो चाहिँ कहाँको यो सबै नेपालको सबैभन्दा लामो पुल होइन यो ओ माइ गॉड लामो पुल है गाइज यो चाहिँ हाम्रो हालत चाहिँ यस्तो हो यसलाई यो हेर्नु न यहाँ यो यस्तो छिन् म यस्तो छु मेरो हालत यस्तो छ हाम्रो हालत यस्तो छ हामी पारि पुग्न सक्दैनौँ होला सायद रूपसे झर्ना गाइज यो चाहिँ मुस्ताङको ओ माइ गॉड रहेछ नि झर्ना त ओ झर्ना 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 हेर्न जाम झर्ना के रहेछ के रहेछ मामा माछा आमा ओ माइ गॉड रहेछ नि भ्यू त हामी आइपुगेका छौँ धुम्बाताल के अरे धुम्बाताल होइन धुम्बाताल होइन यो अघिको
के रहेछ यहाँ माछा हो यो चाहिँ के हो जाउ झार रहेछ झार जम्ला जमजम गाइज तुम्बा ताल होइन धुम्बा ताल हो हेलो गर्नु गाइजलाई नमस्कार अनि कस्तो कस्तो भइरहेछ तपाईँलाई यो तालमा आउँदा धेरै धेरै जाडो भइरहेछ तुङ्बा ताल होइन यो धुम्बा ताल हो अलिअलि मिस्टेक भयो लिप्सिङ मिस्टेक भयो थाहा चाहिँ थियो मलाई ए ल ल ल ल ल इन्जोय गर्नु हामी चाहिँ फर्किँदैछौँ तपाईँ देख्यो यहाँ अब आउनु त आउनु न रश्मि देखिरहेछ तपाईँलाई गाइज हामी चाहिँ अब यति बेला धुम्बा ताल गएर मुक्तिनाथ जाँदैछौँ होइन अनि त्यही हो अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला ल ल म पनि गरिदिन्छु ल म लजाएँ ल नदिने भयो ल पनि ल ल आउनु आउनु छिटो आउनु जम 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 गाडीतिर के लगाइदिनु लगाइदिएन त आइपुग्यौँ मुक्तिनाथ जाडो छ बहुत बहुत जाडो छ यता 0 डिग्री सेल्सियसमा आइपुगेका छौँ हामी आइपुग्यौँ अब हाम्रो हाम्रो डेस्टिनेसनमा आइपुगेन ल हामी हाम्रो मामा नाच्नुहुन्छ हामी चढ्दैछौँ 350 सिँढी हाम्रो लास्ट डेस्टिनेसन भनेको यहीँ हो हामी 1000 सिँढी होइन 350 सिँढी होइन 350 मुक्तिनाथमा यति त होला नि होइन त्यही भन्नु भएन कि त्यही भएर हामी 25वटा सिट त गरिसक्यौँ हामी गर्दैछौँ ल न हामी सरलाई भेट्नुपर्छ आउनु 250 त्यस्तो धेरै खासै चिसो रहन्छ यस्तो हिँड्नै नहिँड्ने मान्छेलाई त सोइलुङको भरेन चन्द लानुपर्छ अनि थाहा पाउँछ 1 घन्टासम्म उकालो 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 धेरै चिसो छैन है धेरै चिसो छैन बेसरी गर्मी छ अब त गर्मी हुन्छ यो गर्मी भइसक्यो उकालो चढ्छ त आइपुग्यो 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 मखै भयो कि मान्छे मुक्तिनाथ आइपुगे आइपुग्यो हामी जाँदैछौँ पोखराको मार्फत होइन मार्फा पोखराबाट माथि मार्फा घुम्न आएपछि साथीहरू धेरै गर्मी छ यता त ल हाम्रो टिम चाहिँ कहाँ आइपुग्यो मार्फा हाम्रो टिममा चाहिँ तोरी लाउने भनेको म नै हो के अबे हामी कतिजना 7 जना हुनुहुन्छ आउँदै हुनुहुन्छ आउनु होला हामी पुग्न टिम मार्फा त्यस्तो धेरै जाडो छैन नि हाम्रो मिसहरू यहाँ कामिरहनु भएको छ के बोल्नु छ साथीहरू स्याउको फुल वाउ हामी त जापान गएको जस्तो फिल भएको छ कि छैन जापान होइन ठुलो जापान हो यो त हो जापान यहाँ सबै त्यही हो क्या
भन्ने कुरो हो साथीहरू हामी चाहिँ चस्मा लगाएर केटाहरू ग्याङ ग्याङ मुस्ताङमा मैया र पैया त्यो के गीत रे त्यो ऱ्याप गीत भन्न भन्नु त मुस्ताङमा केटाहरू ग्याङ ग्याङ मुस्ताङमा मैया र पैया ल अब चाहिँ हामी यहाँ मुस्ताङमा यहाँ अब त्यही गीतमा बनाउनु क्या साथीहरू हामी चाहिँ होटल सनराइज लिएर आइपुग्यौँ होइन यति बेला चाहिँ हामी हिँड्दैछौँ घुम्दैछौँ होइन हामी मार्फा पनि घुमियो गाइज भन्दै दिदी के भन्ने भनौँ म मार्फा नि घुमियो भन्नु गाइज हामी चाहिँ अहिले मार्फा घुमेर होइन यसो मार्फाको लास्ट गेट निस्किँदैछौँ होइन त्यही हो अब त्यही हो यसलाई त धेरै धेरै त्यही हो धेरै धेरै मजा आयो रमाइलो पनि भयो रमाइलो भयो त्यही हो जाँदैछौँ भन्नु ल बाई बाई मार्फा अब चाहिँ मार्फा अब चाहिँ बाई बाई मार्फा यही हो इन्डिङ गेट हेलो गाइज हामी चाहिँ पोखराको छेउमा तालको वरिपरि चाइनिज रेस्टुरेन्ट खोज्दै हिँडिरहेको छौँ चाइनिज रेस्टुरेन्टमा गएर चाहिँ अब हामी डेजर्ट खाने प्लान छ होइन हामी कहाँ पुगेर आयो भन्नु न कहाँ पुगेर आयो भन्नु न हामी पुगिन्छ चाहिँ हामी हामी कहाँ मार्फा मुस्ताङ लोर मुस्ताङ भनौँ न लोर मुस्ताङ होइन अनि त्यसपछि अनि हामी पोखरा कागबेनी के अरे अर्को जुनेली रातको के अरे होइन अर्को बागलुङ कालिका कालिका अनि अर्को अघि के त्यो मन्दिरको नाम मुक्तिनाथ अनि कालिका भैरव त्यही नै हो साथीहरू अब घुम्नु आयो रमाइलो भयो तपाईँहरू यहाँ आउनुहोस् एकचोटि अनि मलाई भेट्नुहोस् मसँग अटोग्राफ लिनुहोस् म अटोग्राफ दिन्छु ए अनि अरू के भन्नु छ मेरो अटोग्राफ लिन लाइन्छ साले नचायो देखिरहेछ आए म पनि आउँछु तिम्रो नाम बैनी परिचय हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम के हो तिम्रो नाम बैनी परिचय हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम गता हिँडेको हात भएर हामी कृति भएर हामी हेरेको हामी चाहिँ अब यति बेला अब कति बज्यो अहिले कति बज्यो 11 बजेर 1 मिनट गयो गाइस हामी चाहिँ अब तपाईँले खाएर एकचोटि हाँस्छौँ अनि सुत्छौँ यस्तो चलिरहेछ एकदम रमाइलो भइरहेछ गाइजहरू तर म एकचोटि लजाउँछु क्या तर म एकचोटि